नमस्कार। आजको यस विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसको चर्चा त्यति धेरै सुनिँदैन, तर जसले देशको अर्थतन्त्रलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ। त्यो हो नेपालको मौन सङ्कट, अर्थात् बढ्दो सार्वजनिक ऋण। हेर्दा सामान्य लाग्ने तर भित्रभित्रै चुलिँदै गएको यो गम्भीर आर्थिक चुनौतीको वास्तविकता के हो त? आउनुहोस् यसको गहिराईलाई बुझ्ने प्रयास गरौँ। पहिलो खण्ड, मौन आर्थिक सङ्कट। आखिर यो समस्या कत्रो छ त? 2.93 खर्ब रुपैयाँ आर्थिक वर्ष 2082-83को तेस्रो त्रैमाससम्मको तथ्याङ्क हेर्दा कुल सार्वजनिक ऋण यो बिन्दुमा पुगेको छ। सुन्दा नै अचम्म लाग्ने यो अङ्क एउटा सामान्य तथ्याङ्क मात्र पक्कै होइन। यो त ऋणको एउटा विशाल पहाड हो जसले हाम्रो अर्थतन्त्रको जगलाई नै निराम्ररी थिचिरहेको छ। अब यो अङ्कलाई अलिकति फरक तरिकाले हेरौँ। 48%। यसको मतलब त्यो 2.93 खर्ब रुपैयाँ भनेको हाम्रो सिङ्गो अर्थतन्त्रको झण्डै आधा हिस्सा बराबर हो। यसलाई एउटा सामान्य घर खर्चको उदाहरणबाट बुझ्न झन सजिलो हुन्छ। मानौ कुनै परिवारको कुल आम्दानीको आधा हिस्सा त ऋणैकै भरमा चलिरहेको छ भने त्यो परिवार कति ठूलो जोखिममा हुन्छ, पक्कै पनि धान्न गाह्रो हुन्छ नि। देशको अवस्था पनि अहिले ठ्याक्कै त्यस्तै संवेदनशील बिन्दुमा छ। अब अर्को पाटोमा जाउँ। डलरको जोखिम। यो विशाल ऋण खासमा कसरी बनेको छ र कहाँनिर खतरा लुकेको छ त? यहाँनिर स्पष्ट देख्न सकिन्छ, करिब 1.54 खर्ब विदेशी ऋण छ भने 1.38 खर्ब जति आन्तरिक ऋण छ। मतलब विदेशी ऋणको पल्ला भारी छ। र हाम्रो अर्थतन्त्रको मुख्य प्रणालीगत खतरा पनि यही विदेशी अंशसँगै जोडिएर आउँछ। यहाँनिर एउटा गजबको तर डरलाग्दो कुरा छ। सरकारले 1 रुपैयाँ पनि नयाँ ऋण नलिए पनि विदेशी ऋणको भार आफै बढिरहेको हुन्छ। कसरी? किनकि नेपाली रुपैयाँ डलरको तुलनामा कमजोर हुँदैछ। डलर महँगो हुनासाथ पुरानै ऋण तिर्न पनि हामीले धेरै रुपैयाँ खर्च गर्नुपर्छ। यसलाई सुधार्न विदेशी मुद्रा सञ्चिति बढाउने, निर्यात प्रवर्धन गर्ने र रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा लगाउने जस्ता कडा वित्तीय सुधारहरू तत्काल गर्नै पर्ने हुन्छ। यसको प्रत्यक्ष असर कति पर्छ त? पुरै 115 अर्ब रुपैयाँ। यो कुनै नयाँ बाटो वा पुल बनाउन लिएको ऋण होइन नि। यो त केवल हाम्रो रुपैयाँ कमजोर भएकाले मात्रै थपिएको अतिरिक्त भार हो। सोच्नुस् त, यो 115 अर्बले देशमा कतिवटा सुविधा सम्पन्न अस्पताल वा आधुनिक विद्यालय बन्न सक्थे। तर अहिले यो ठूलो रकम केवल विनिमय दरको घाटापूर्ति गर्नमै स्वाहा भइरहेको छ। अब यी सबै ठूला तथ्याङ्कले आम नागरिकको दैनिक जीवनमा के फरक पार्छ त? यो खण्डमा नागरिकको काँधमाथिको भार हेरौँ। कुरा एकदमै सिधा छ। आज भर्खरै जन्मिएको बच्चा होस् वा वृद्ध, औसतमा प्रत्येक नेपालीको टाउकोमा 1 लाख रुपियाँभन्दा बढी व्यक्तिगत ऋण परिसकेको छ। एकातिर सरकारको आम्दानी बढ्न सकिरहेको छैन, तर अर्कोतिर यो ऋणको मिटर निरन्तर घुमिरहेको छ। यसको सीधा अर्थ के हो भने भोलिका दिनमा करको भारी झन घरुङ्गो हुनेछ र दैनिक जीवनयापन झनै महँगो र कष्टकर बन्दै जानेछ। यो सबै कसरी भइरहेको छ त? अब यो ऋणको पासो अर्थात् यो खतरनाक चक्र कसरी चल्छ त्यो हेरौँ। यो चक्र साँच्चै नै डरलाग्दो छ। पहिलो चरण ऋण लिने, दोस्रो त्यही नयाँ लिएको पैसाले पुरानो ऋण र त्यसको ब्याज तिर्ने, तेस्रो अब विकास निर्माणको लागि फेरि पैसाको अभाव हुने, अनि चौथो बाध्य भएर फेरि नयाँ ऋण लिने। यो त घर खर्च चलाउन एउटा साहुको ऋण तिर्न अर्को साहुसँग झन् चर्को ब्याजमा पैसा लिए जस्तै भएन र? यो दुष्चक्र तोड्न सरकारले तत्काल फजुल खर्च कटौती गर्ने र प्रशासनिक खर्च घटाउने जस्ता ठोस कदमहरू चाल्नै पर्छ। अनि यो पासोको सबैभन्दा ठूलो शिकार को भइरहेको छ? हाम्रै शिक्षा, स्वास्थ्य र विकासका अवसरहरू। जब देशको बजेटको यति ठूलो हिस्सा केवल पुरानो ऋणको सावा ब्याज तिर्नमै सकिन्छ, तब नयाँ विद्यालय खोल्न, अस्पतालमा राम्रो सुविधा दिन वा गाउँ-गाउँमा सडक पुर्याउन बजेट नै कहाँ बाँकी रहन्छ र? हाम्रो भावी पुस्ताको भविष्य त यही ऋणको भारमुनि च्यापिँदैछ। अन्त्यमा हामी सामु एउटा ज्यादै गम्भीर प्रश्न छ। के नेपालले कठोर आर्थिक सुधार गरेर बेलेमा यो बढ्दो ऋणलाई नियन्त्रण गर्छ, वा यो ऋणले नै बिस्तारै सिङ्गो नेपालको अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा लिन्छ? यो केवल एउटा प्रश्न मात्र होइन, हाम्रो अगाडि उभिएको सबैभन्दा ठूलो यथार्थ हो। ऋणको यो मौन सङ्कटलाई अब कुनै पनि हालतमा बेवास्ता गर्न सकिँदैन।